इन्द्रेगौडा भन्ने ठाउँ हो यो, जुन चाहिँ प्युठानदेखिको पानी गुल्मी हुँदै यहाँनिर आउँछ र यहाँ आएर यो चाहिँ बडीगाडमा मिसियो। यहाँबाट चाहिँ गुल्मी सदरमुकाम जाने बाटो पनि रहेछ र गुल्मीको पना छल्दीको पानी आएर चाहिँ यहाँ मिसियो र यो यहाँबाट चाहिँ अब तल यो तलको चाहिँ बडीगाड अनि माथि फेरि खरबाङमा आइसकेपछि उता बागलुङको चाहिँ माथि डाँडाबाट आउने पानी र बागलुङ ढोरपाटनबाट आउने पानी चाहिँ पनि यही हो, तर माथि चाहिँ खरबाङमा मिसिन्छन् फेरि उता दुईटा खोला के अरे त्यो उता मलमतिर आउने खोलो के अरे त्यो हुग्दी होइन, तिम्रो चाहिँ मलबाट आउने अर्को छ त हटिया माछा मिठा पाइन्छ त्यहाँ दरम खोला चाहिँ उताबाट आउँछ र यताबाट चाहिँ बडीगाड उताबाट आयो र यो गुल्मी अर्घाखाँची प्युठानको पानी चाहिँ यहाँ आएर यहाँ मिसिएर यो बडीगाडमा मिसियो। ल धन्यवाद। उता पारी देखिने वामी टक्सारदेखि आउने यताको पनि गुल्मीको नेटा दर्लिङ जाने बाटो रहेछ, गुल्मी प्युठान जाने बाटो। बाटो यो पनि जान्छ, एउटा बुटबाङदेखि पाँच तर नि जान्छ। यही हो कि बुटबाङदेखि तर जाने ठुलो बेल्टतिर। हजुर तल्लो बेल्टतिर जाने यही हो। यता जान्छ होइन यहाँबाट? हजुर यता यहाँबाट चाहिँ उहाँ खरे जर्निङ गरेर खरे जर्निङबाट चाहिँ ठाडै लाग्छ। यस्तो बाटो नि कहाँ पठाउनु त यार, मेरा विषय नि यार, यस्तामा त के हिँड्ने बाटो हो यो? हट यो त जरा एडभेन्चर नमस्कार। अहिले हामी बागलुङ, म्याग्दी र रुकुमको सङ्गम स्थल र बागलुङको अलि बढी प्रख्यात पर्यटकीय स्थल ढोरपाटनमा आएका छौँ। अत्यन्तै रमणीय ठाउँ रहेछ यो ढोरपाटन। हामी ढोरपाटनदेखि
अहिले केही अगाडि त्यहाँको सबैभन्दा नेपालकै सबैभन्दा पुरानो गुम्बा हेर्न भनेर अघि बढिराखेका छौँ। अत्यन्तै रमणीय ठाउँ रहेछ। तपाईहरु पनि घुम्नको लागि आउँदाखेरि राम्रै हुने देखियो। तर बाइकको यात्रा चाहिँ अलि जोखिमै रहेछ। हामी ढोरपाटनको पाखाथर होमस्टेबाट बिहान उठेर केही अगाडि गुम्बाको लागि प्रवेश गरिराखेका छौँ। जलजला ट्रेकिङ रुट हो यो। हामी असम्म भएसम्म हामी त हो, तर चिसो हुन्छ, अब कुहिरो लाग्छ एकछिनमा भन्दै हुनुहुन्छ। अत्यन्तै रमणीय छ ठाउँ। जता हेऱ्यो उतै समूह उतै पाटन हेर्नु त युरोप सायद यस्तै त होला, यहाँभन्दा त के बढी होला र। यति आनन्दमय छ। तर हिजो आउँदा बाइकको यात्रा साह्रै कठिन भयो। सेचन्द्र दाइले चाहिँ चलाउन मजासँग। चिसो मौसम छ, तर यहाँको प्राकृतिक सौन्दर्यले आनन्द महसुस भएको छ। यो पाटन भनेको चरण क्षेत्र पनि रहेछ है। चरण क्षेत्रको लागि अब अलिकति चरण क्षेत्र त छोडेर हामी यो नेपालकै एक मात्रै वन्यजन्तु आरक्ष्य ढोरपाटन वन्यजन्तु आरक्ष्य क्षेत्र पनि हो। अत्यन्तै रमणीय। यसो ब्रेक हान्न नि म गएँ है, फेरि ब्रेक हान्न भने म हत्तै जान्छु। म उल्टो बसिराखेको छु। अहिले हामी ढोरपाटन हन्टिङ एरिया, जहाँ नेपालकै एकमात्र वन्यजन्तु शिकार आरक्ष्य हो यो। अहिले हामी यो जङ्गल प्रवेश गरेका छौँ। हामी गुम्बा लेक जानको लागि, गुम्बा हेर्न विशेष गरेर। यो जङ्गल चाहिँ हेर्नु त कति रमणीय छ। बिस्तारै चलाउनु होला। म पछाडि फर्केको छु। अलिकति ब्रेक लगाउनु भयो भने म पछाडि हुत्तिन सक्ने सम्भावना पनि उत्तिकै छ। तर तपाईँहरू देखाउनको लागि रिक्स लै भए पनि भिडियो बनाइराखेको छु। अहिले हामी प्योर जङ्गलभित्र छिरेका छौँ। पुरै यो धुपीसल्ला होला दाइ, हेर्नु धेरै आनन्दमय। यहाँ आउनु चाहिँ अलिक मुटु डरै बनाएर आउनुपर्छ बाइकमा आउँदा। सोलो है, सोलो। म अलिकति उसमा जोखिममा परेँ। रोक्नुहुन्छ कि? ल रोक्नु त। अलिकति अप्ठ्यारो भयो। ल यसो रोक्दाखेरि चाहिँ राम्रै होला। मिलेन कि रोक्नु के? म लुट्ने के? लोटे रोक्नु त। सुन्नुभयो? रोक्नु के? म लोटे के? ओ यहाँ पुरै लोटे भनेको भिडियो भयो। ल हेर्नु त, यस्तो उकालोमा यति अप्ठ्यारेरी। अनि तपाईँलाई कस्तो भइरहेछ दाइ? बहुत आनन्द लागिरहेछ यहाँ। हामी यति नजिक भएर पनि टाढा चाहिँ छैनौँ। हामी लगभग बुटोलदेखि मेरो घर जान र यहाँ आउन डिस्टेन्सको हिसाबले एउटै रहेछ। अब चाहिँ बाटो सुगमताको हिसाबले अलि कठिनै रहेछ। ल धन्यवाद। स्वर्गीय आनन्दै लाग्छ मलाई। ल बस्छ यो क्या गुम्बा। नमस्कार, म अहिले यो बागलुङ जिल्लाको ढोरपाटनमा छु र ढोरपाटनको यो म हजुरहरूलाई ढोरपाटनदेखि करिब पाखरदेखि 5-7 किलोमिटर भित्र यो तिब्बतियन गुम्बा, जुन चाहिँ तिब्बतलाई
चाइनाले आक्रमण गर्दाखेरि त्यहाँबाट चाहिँ भागेका तिब्बतीयनहरू आएर बनाएको यो पहिलो गुम्बा, नेपालको सबभन्दा पहिलो गुम्बा भन्दा नि हुन्छ यो। नमस्ते पुनः सम्पूर्णलाई। अहिले हामी ढोरपाटन नगरपालिकाको वडा नम्बर 9 मा पाथर भन्ने ठाउँबाट अहिले भित्र आएका छौँ। यो तपाईँलाई म जुन देखाइरहेको छु यो तिब्बतीयनहरू तिब्बतबाट चाहिँ भागेर आउँदाखेरि अथवा जब चाइनाले तिब्बतलाई आक्रमण गर्यो र दलाई लामा सहित दलाई लामा इन्डियातिर गयो भने र केही तिब्बतीयनहरू चाहिँ वहाँ बस्न नसकेर आफ्ना चौपाया सहित नेपालका 4वटा जिल्लामा चाहिँ बस्नको लागि नेपाल सरकारले अनुमति दिएको थियो र त्यो मध्ये यो ढोरपाटन पनि एक थियो र उहाँहरू आइसकेपछि बनाएको यो सबैभन्दा पहिलो गुम्बा तिब्बतीयनहरूको यो चाहिँ नेपालको पहिलो गुम्बा पनि भनेर चिनिन्छ। यहाँ जता हेऱ्यो उस्तै छ। अब हेरेर भ्याइँदैन, प्राकृतिक रूपले निकै धनी र यहाँनिर एउटा तिब्बतीयन पढाउने स्कुल पनि रहेछ। यो विशेष गरेर यहाँ यो आयुर्वेदिक स्कुल जुन चाहिँ जडीबुटी अध्ययनको लागि चाहिँ यहाँ आएर प्र्याक्टिकल गर्ने पढाइ काठमाडौँमा हुने भन्ने स्कुल चाहिँ हो। यो यस्तो छ। यो अच्छा कोहीको बाउ आमासँग आयो, कोहीको बाउ आमा छुट्यो, त्यस्तै गरेर आयो। अनि कति घर हुनुहुन्छ हजुर यहाँ? कति जति सङ्ख्यामा हुन्छ? भोलि त खै छैन हजुर। यहाँका त बसाइ सर अनि पोखरा गए काठमाडौँ मान्छे भोलि आएको हो, अहिले छैन। तपाईँहरू आउँदाखेरि उहाँबाट त आफ्नो चौपायाहरू गाईबस्तु लिएर आउनु भएको नि होइन? उताबाट आउँदा त गाई त छैन, हाम्रो चौरी हुन्छ, चौरीहरू लिएर आउनु भयो। च्याङ्रा लिएर आएको मुस्ताङसम्म आयो। त्यहाँबाट अब यता तातो भयो, उता चिसो भयो, कोही मर्यो कोही बेच्यो, त्यसो गरेर सिद्धियो। तपाईँलाई तिब्बतको केही याद छ? छैन। तपाईँ सानो कति आएको मलाई याद छैन। तपाईँको बा आमाहरू पनि यतै आउनुभयो? कोही बा आयो, कोहीको बा आमा नै आएन, छुट्यो। त्यस्तो। अनि तपाईँहरूलाई जस्तै यहाँ किन आएको जस्तै भयो भने तपाईँ तिब्बतबाट यहाँ किन आएको भन्ने के छ बुझाइ तपाईँहरूको? तपाईँ त सानैमा याद भएन, हामीले याद भएन होइन? हामी सानोमा किन आयो के गर्यो भने हामीले थाहा हुँदैन। त्यो त भयो नि, त्यही त थाहा भएन। अनि तपाईँहरू यहाँ कतिजना हुनुहुन्छ अहिले? तपाईँको परिवारमा यहाँ कति घर छ अहिले तपाईँहरू? छैन। अनि यो गुम्बा बनेको तपाईँले थाहा पाउनुहुन्छ? गुम्बा त रातो गुम्बा जमानाको गुम्बा हो, पहिला सुरुको। त्यही त पहिला सुरुको यही हो नि त होइन? त्यही त। अनि यो के हो वल्लो फेरि? त्यो त्यो पल्लो घरको त्यो यताको लामा बस्ने। लामा बस्ने, लामाहरू बस्ने। त्यहाँ लामाहरू यस्तो थियो, अहिले छैन। यो ठाउँमा घटना भयो, पहिला लामा मार्यो। कहाँ? यहीँ कसले मार्यो? अब कसैले भन्ने अब कहाँ सक्छ, गुन्डा कहाँको गुन्डा हो? यहीँ मार्यो होइन? यहाँ भएर यो काम भएको नि, मान्छे नबसेको नि। पहिला लामा मारेको सुरक्षा छैन, त्यसैले यिनीहरू खासै बस्नै छोड्यो। ठिक यहाँ असुरक्षाको कारणले होइन? अब यत्रो 50 तपाईँ कति वर्षको हुनुभयो? तपाईँ 74 वर्षको हुनुभयो। अनि तपाईँहरूको चाहिँ केटाकेटीले पढ्न पर्यो भने होइन, तपाईँको जागिर सागिर खान पर्यो भने के गर्छ त? गर्ने के गर्ने, अब दिन नगरी त दिन्न। जन्मेदार त प्रमाण दिन्छ, त्यही लिएर जान्छ। जन्मदाता त दिन्छ। जन्मेदार भन्नाले उसको फलानाको छोराछोरी हो भने हामीलाई त अर्सी दिएछ, त्यसको लागि त्यही हो। ल हुन्छ, त्यहाँ सिकेको हो। तिमी कति वर्षदेखि पोखरामा गएको त? पोखरामा कति 10 वर्ष। तिम्रो भाइ बहिनीहरू? मेरो भाइ एउटा मात्रै छ, दिदी दुईटा छ। कहाँ हुनुहुन्छ?
दिदीहरू काठमाडौँ हुनुहुन्छ अनि भाइ चाहिँ त्यहाँ हुम्लामै छ गुवामा हुम्लै हुन्छ होइन ए ठिक छ अनि तिमीले सिटिजनसिप त पाएन बना अब 16 वर्ष पुगेपछि बनाउने होला होइन ठिकै छ ल खुसी लाग्यो नानी तिमीसित अनि यहाँ तिमीहरू काठमाडौँ कहिले जाने त अब फेरि काठमाडौँ त अब आधी महिनापछि जान्छ यहाँ त त्यो फुल फुल्दाखेरिमा होइन र तिमीहरू आउने अब फुल त अहिले फुले छैन त्यो हामी चाहिँ 2 महिना अगाडि आएको थियो हजुर त्यो बेला अलिक थियो फुलहरू हजुर ए ल नाम भन्थ्यो तिम्रो पासाङ लामु हजुर घर हुम्ला हुम्ला अनि यहाँ पढ्न थाले कति वर्ष भयो पढ्न थालेको 4 वर्ष 4 वर्ष यो पढेर के बन्ने डाक्टर बन्ने त्यो डाक्टर लेख्न पाउँछौ पाउँदैन पाउँछौ ए कतिजना छ तिमीहरू 18 सर र अनि स्टुडेन्ट सबै गरेर 18 अनि कहाँका विद्यार्थीहरू छन् हुम्लाको अनि जुम्लाको डोल्पाको सोलुखुम्बुको मुस्ताङको सिक्किम हुन्छ ए हुम्ला जुम्ला डोल्पातिर नि छन् हजुर ए राम्रो रहेछ त उसो भने ल ल ल ठिक छ अनि औषधिहरू चाहिँ यहाँ के छ केही औषधिहरू छ तिमीहरूले बनाएको अहिले ग्यास्ट्रिक औषधि चाहिँ अहिले हाम्रो मेडिकलबाट लग्दाखेरि धेरै राम्रो छ भन्ने छ कहाँ छ त्यो त्यही मुनि छ ग्यास्ट्रिकको र अनि पाइल्सहरूको राम्रो हुन्छ हो र हजुर अनि किन्न पर्छ हजुर कति पर्छ त्यो त हामीलाई थाहा हुँदैन ग्यास्ट्रिक यही जडीबुटीबाट बनाएको होइन जडीबुटीबाट बनाएको साइड इफेक्ट गरेर के पनि हुँदैन है हजुर अब तिमी कति पढेर यहाँ भ्याइन्छ त अब कति छ तिम्रो पढ्न 5 वर्ष कोर्स र अनि 9 वर्ष कोर्स त्योवटा हुन्छ हजुर म चाहिँ अनि 9 वर्षको पढ्न लागेको त्यसैले अहिले चाहिँ सेकेन्ड इयर ल धन्यवाद है अब तिमीले जति हेरे नि तिम्रो भ्याइन्न के यहाँ त फेरि यति यही तल छ उता तल नमस्ते Where have been here? In Nepal 2 months. 2 months. Here 10 days. We had from July. July, Dolpa. Yes. Did you come and food from there? Yes. Yeah, how long will you stay here? 8 weeks. Yes. Very nice area. Yeah, nice. And I heard Lower Chachara. Yeah, we will go from there then Nagdi, Beni. Yes, Beni. Then what about Mukti Mustan? Oh, we एक मिनट करो नहीं पानी कर्णालीमा जान्छ कर्णाली नदीमा ढुङ्गा गाडी आउँछ ढुङ्गा गाडीको ढुङ्गा ढुङ्गा होला नि अब ओह्रालोमा एक हजार केटालाई हेर्छ
ठाउँमा आइयो यहाँबाट तल जाने बाटो छ तराईको चाहिँ देखि अरू गाउँ जस्तो पो लाग्यो हौ के छ किताब बाइक पनि छ यार यहाँ कहाँ हो त हेलिकप्टर भयो तिनीहरू हिजो फोटो खिच्दा के अरे 10 किलोमिटर पछि भाइ रुकौँ हामी घुमेर आउने चाहिँ यही हामी त ए केटा यस्तो रहेछ हिजो यो बल्ल आइडिया अब हामी यहाँ आउनु कान्छ यहाँ भेटन छ के यस यही यसमा चाहिँ फोटो खिच्नलाई ल कति राम्रो छ हेर तिमी बाटो अब यहाँबाट हामी 5-7 किलोमिटर उता जाने भने रुखमा आउँछ भाइ रुख तक्सेर आयो कि अब यता हामी चाहिँ भोलि घुम्ने बाइकमै हो हेर है अब यहाँ बसमा आइसकेपछि सबै यो कहाँ चाहिँ हुर्केर हेर न माथि गाउँमा चाहिँ बस्तीहरू छ पानी बस्छ अहिले हामी यो अब यो तपाईँको चाहिँ भुजी खोला भन्छ खास के अरे यो ढोर खोला यहाँबाट हो काठेपुल नि काठेपुल टाढो छ हो ए यहाँबाट जाउँ ढोरपाटनमै यस्तो जोखिम रहेछ पुल तरेर हामी पारी जान खोजेर धेरै पर्यटकहरू त यता नआउनु नि रहेछ हामी चाहिँ यसो आएका बेलामा पुगिहालौँ न भनेर बाटो अप्ठ्यारो भयो ठिकै छ भनेर आएको हो अब हामी यता काठे पुल हुँदै यो ढोरपाटनको सबै एरिया हेर्न थालेका छौँ बिहान जलजलातिर अब जलजला पुगेर आयौँ धन्यवाद उता पारि बिन्ती ल हामी यो ढोरपाटनको भेरी माथिको पुल त हो यो देखि सानी भेरी
स्यानीभेरी नदी यो ढोरपाटनको मेन ठाउँ यो हो। योभन्दा माथिदेखि नि बुकीपाटनहरू जानुपर्छ माथि। हामी यहाँ तल काठे पुलतिर गयौँ, आर्मीको ब्यारेक। यहाँदेखि तलतिर रुकुमको तकसेरा पर्छ यहाँ उतापट्टि। र यहाँ चाहिँ पारिका यी चाहिँ घरहरू र यो ढोरपाटन चाहिँ ठुलो छ। यहाँ जताकतै थलथल मात्र छ, तपाईँको चाहिँ दलदल छ यहाँ। र यो पाटन देख्न सक्नुहुन्छ यहाँहरूले। र यताबाट हिमाल चाहिँ होचो जस्तो देखिन्छ, जस्तै धौलागिरी अलिकति साइड देखिँदो रहेछ। हामी अहिले माथि जलजला मन्दिर पुगेर आयौँ, तिब्बतियन गुम्बा हेरेर आयौँ। अब यो ढोरपाटनको चाहिँ यो गाउँ अघि नै हामी पल्लोपट्टिबाट आएका थियौँ। जति पनि देखिन्छ यो पुरै सम्मै छ यहाँ, र दलदल छ फेरि है। यो चाहिँ तपाईँको यो स्यानीभेरी नदी हो। यो स्यानीभेरी रिम्नामा गएर डोल्पाबाट आएको ठुलीभेरीसँग मिसेर भेरी हुन्छ, र भेरी हुँदै यो कर्णाली नदीमा मिसिन्छ। यहाँहरूलाई मैले यो पारीको डाँडो देखाइरहेँ। यो डाँडो भन्दा उतापट्टि फेरि भुजी खोला, जुन भुजी खोला फेरि तपाईँहरूको त्यहाँबाट तल चाहिँ बागलुङको बुर्तिवाङमा गइसकेपछि तामाङसँग मिसिन्छ। र उताबाट फेरि यो डाँडाभन्दा पछिबाट आएको मिसी खोला र मिसिएर तपाईँको चाहिँ बडीघाट हुँदै गण्डकीमा मिसिन्छ भने यो हाम्रो अगाडि हामीले देखिरहेका नदी, यो नदी चाहिँ स्यानीभेरी नदी हो। र स्यानीभेरी नदी चाहिँ फेरि कर्णालीमा जान्छ। आखिर यो पारीदेखि नै दुईवटा धारका पानी एकतिर कर्णाली हुँदै जान्छ भने अर्को फेरि तपाईँहरूको चाहिँ गण्डकी हुँदै उमा छिर्छ। र अब हामी लगभग हावा अलि बढी चल्न थालेको छ। र अब हामी कहाँ जाँदैछौँ भन्दाखेरि जुन म तपाईँहरूको अगाडि यो नदी देखाएँ, यसको उद्गम स्थल जसलाई उत्तर गङ्गा भनेर पनि चिनिन्छ, र त्यो उत्तर गङ्गा नदीको मुहानतर्फ लैजान्छु। र केही समयपछि हामीले तपाईँलाई उत्तर गङ्गाको मुहान देखाउँछौँ। र अहिले हामी दुई भाइ खोपलाल पाण्डे र हामी चाहिँ घुमिरहेका छौँ। र अहिले हामी तल काठे पुलबाट फर्केर हामी यहाँसम्म आएका छौँ। यो बाइक यहाँ छ, खोपलाल पाण्डे यहाँ छन्, र बाँकी अपडेट म तपाईँहरूलाई दिँदै जानेछु। हस्त नमस्ते, धन्यवाद। यो चाहिँ यो नदी अघि नै मैले भनिसकेँ तपाईँहरूलाई, स्यानीभेरीको उद्गम स्थल बरा थान होइन। यो बरा थानको चाहिँ भित्र यो सेट देख्न सक्नुहुन्छ। यो चाहिँ पानी मुहान। जब चाहिँ मान्छेहरू नजिक आयो, यहाँ पानीका फुलाहरू पनि उठ्दो रहेछ। त्यो चाहिँ सत्यता छ भन्ने कुराहरू भन्नु। 22 के भन्यौँ हामीले यसलाई? 22 बरा देवताको चाहिँ हामी दर्शन गर्न पाएका छौँ। यहाँ हामीलाई सहयोग गर्ने पुजारीहरू, यहीँका स्थानीयहरू चाहिँ हुनुहुन्छ। उहाँले यो कुरा चाहिँ बताइदिनु भएको छ। यसरी पानी निस्किरहेछ, र यो निस्केको पानी यहाँबाट चाहिँ रुकुम हुँदै भेरी नदीमा मिसेर यो कर्णालीमा मिसिन्छ, र कर्णालीतिर जान्छ यो पानी। र यहाँहरूलाई देख्न सक्नुहुन्छ यो भेरी नदीको उत्पत्ति हुने ठाउँ। यो के बोलिदिने अचानो हो? यहाँ कति 500-600 भेडाहरू 1000 जति बाख्रा पर्छन् है। ए अनि यो पानी यहीँबाट उम्रेको छ। त्यो पानी मुहानै थियो, 22 धाराको मुहान थियो। अहिले मैले त्यो बाहिर गएर देखाउने छु। ल यहाँ दर्शन गर्छौँ अनि हामी यहाँबाट चाहिँ निस्किन्छौँ।
भुजी खोलो खोप्लालो हिँड्दै आछन् बाटो भएर। हाय हेलो नमस्ते। म अहिले पूर्वी रुकुममा छु। यो पूर्वी रुकुमको सदरमुकाम हो यो रुकुमकोट। म यहाँहरूलाई रुकुमकोट देखाइरहेको छु। माथि देखिने सिस्ने हिमाल र त्यहाँ देखिन्छ। यी देखिने यो पारीका भागहरू पश्चिमी रुकुम। यो पश्चिमी रुकुम हो। यो पारी देखिने मध्य पहाडी लोकमार्ग यहाँबाट दैलेख सुर्खेत जाने र यो डाँडोभन्दा पारी चुनुमाङ रुकुमको चुनुमाङ भन्ने चाहिँ हामीले सुनेका छौँ। त्यो चाहिँ यो डाँडाभन्दा पारी रहेछ। यो पूर्वी रुकुम सदरमुकाम। हामी सदरमुकामको ठ्याक्कै जिल्ला समन्वय प्रशासन समिति र जिल्ला प्रशासन कार्यालयको छेउमा छौँ हामी। ढोरपाटनबाट आएको उत्तर गङ्गा नदी यहाँनिर आएर चाहिँ मिसिन्छ। रुकुमकोट आउँछ यो हुँदै यो तल बग्ने यो चाहिँ सानीभेरी नदी जुन ढोरपाटनबाट आएको र पारीको चाहिँ मध्य पहाडी लोकमार्ग जुन पश्चिमी रुकुम पारीका डाँडाहरूदेखि डाँडाहरू पश्चिमी रुकुमका हुन् भने यो सानीभेरी जुन हिजो हामीले देखाएको थियो तपाईहरुलाई ढोरपाटनबाट बगेर यहाँ आउँछ र त्यो आउने बाटो यहाँनिरबाट आउँछ। त्यो यहाँनिरबाट आउँछ। त्यो यो रुकुमकोट। अब हामी यहाँबाट फर्किँदै छौँ। भेडाको
ओहो नि यार आज माधव नभएर तपाईँ चोराउनु चाहिँ भारी छ यामा सम्पूर्णलाई पुनः नमस्कार। ओ पारीबाट देख्नुहुन्छ त्यहाँ जीप आइरहेछ, त्यो रुकुमबाट आउने जीप हो र यो रोल्पा जिल्लाको पश्चिमी उत्तरी भूभाग थवाङ गाउँ यही हो। अहिले हामी थवाङ गाउँ क्रस गरेर वारी आएका छौँ। विकास निर्माणले गति लिँदै रहेछ। ऊ पारी मलाई लाग्छ गाउँपालिका भवन त्यो हो। गाउँपालिका भवनमा मन्तिर चौकी रहेछ र वीर बरभद्र माध्यमिक विद्यालय स्कुल नमुना माध्यमिक विद्यालय पनि रहेछ, राम्रै रहेछ। तर हस्पिटल पनि ठिकै रहेछ। तर एउटा गुनासो यहाँका जनप्रतिनिधिहरूप्रति लाग्यो, किनकि हामी जस्ता आन्तरिक पर्यटकहरू जब हामी ढोरपाटन हुँदै रुकुम हुँदै यहाँ आयौँ र बाटो निर्माण गर्ने क्रममा बाटो पुरै छेकेर बाटो बनाइदिए रहेछ र वैकल्पिक बाटोको रूपमा यो तल खोला जुन थवाङ खोला हो, यो खोलामाबाट वैकल्पिक चाहिँ मार्ग खोलिएको रहेछ। तर बाइकलाई धेरै गाह्रो हुँदो रहेछ र हामीले खोपलाल र म छौँ, खोपलाल सर र म, र हामीलाई पक्कै पनि गाह्रो हुन्थ्यो। संयोगवश केही साथीहरू प्युठान उपल्लो मुस्ताङबाट आएका फर्किँदै गरेका साथीहरू भेटिनुभयो र उहाँले बाइक जसरी तसरी चाहिँ निकालिदिनु भयो र हामी पनि सकुशलै निस्क्यौँ। तर कमसेकम त्यो बाटो बनाउँदै गर्दा सामान्य बाइक छिर्ने गराइदिएको भए हामी जस्ता म जस्ता धेरै मान्छेहरू चाहिँ सहज हुने थियो। यद्यपि तपाईँहरूले गर्न थालेको काम राम्रै होला, गाडीलाई त ठिकै छ होला, तर बाइकलाई ठुलो अप्ठ्यारो शास्ति रहेछ। यो खालको चाहिँ गुनासो मैले यहाँ गरेँ। ल यो मैले लागेको गुनासो गरेको मात्र हो। अब यो अरू विविध पक्षीवाला जे होस्, कमसेकम 5-10 मिटरको बाइक खुल्ने बाटो छ त्यहाँ। तर विवेकहीन तरिकाले तपाईँको चाहिँ बाटो ब्लक गरेर बाटो निर्माण गर्दै गर्दा हामी जस्ता म जस्ता तपाईँको धेरै हिँड्ने साथीहरूले पक्कै पनि दुःख चाहिँ कठिन छ, कठिनभन्दा कठिन चाहिँ छ। यो थवाङ खोलाभित्रैबाट चाहिँ बाइक हाल्नुपर्ने रहेछ, त्यो निकै गाह्रो छ। र यहाँका जनप्रतिनिधिलाई फेरि पनि मैले तपाईँहरूलाई उ गरेँ। यो खरी बोट रहेछ, यो खरीको बोट भएको हुनाले यो खरी बोट भएको रहेछ। ल हेर्नुहोस् त, यो बोट चाहिँ देखेको थिइनँ मैले, पहिलोचोटि देखेँ। यो खरीको बोट, यो रोल्पाको परिवर्तन गाउँपालिका अगाडि बोट रहेछ। यो देखेँ नयाँ ठुलो बोट, यो धेरै पुरानो बोट हो भन्ने पनि सुन्नमा आयो यहाँ। ल हेर्नुहोस् त, भन्नुहोस् त। यसको बाबा टोल्टीबाट यता लिन्छ होला। जानु न तपाईँ, नभए बोलाउनु पारी।